हेलो साथीहरू, नमस्ते एन्ड वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज गाउँमा छु, पर्वतमा छु। आज चाहिँ हामी गाउँ जान लागेको, माथि कोखे। अनि उनीहरूलाई नलैजान भनेको, उनीहरू पहिल्यै गाडीमा गएर बसेर हाई भन्दैछन्। अनि मैले यस्तो मलाई पनि हेरेँ कस्तो पो छु भनेर। अनि हामी सबै यो रहेको छ मेरो प्यारो माइती घर। हामी सबै लाग्यो माथि गाउँतर्फ। अनि यहाँ चाहिँ मेरो भाउजूको फुल कति राम्रो छ। अनि हामी गयौँ र पसलमा थोरै कोसेली किन्यौँ। अनि मैले 500 रुपियाँ निकालेर दिएँ कोसेलीको। अनि त्यसपछि फेरि लाग्यौँ हामी गाउँतर्फ। यो हाम्रो गाउँ जाने पुल हो। यहाँबाट चाहिँ हामी कोखेतर्फ जान सक्छौँ। कोखे, धरमपानी, बेसीथोक सबैतिर जान सक्छौँ। यहाँबाट हामी चाहिँ लाग्यौँ धरमपानीतर्फ। यो धरमपानीको गाउँ हो। धरमपानीबाट माथि पहेकोट, अनि हुवास, मर्ती खोला, अनि फेरि पारीको त्रिवेणी, अर्थुन सबै ठाउँ देखिन्छ। अनि मैले चाहिँ हजुरहरूलाई सब ठाउँ देखाउँदै गएको छु साथीहरू। अनि यो चाहिँ उता पारी देखेको चाहिँ थुम्की, कोखेको डाँडा, हुवास, अनि काउँ, दर्बु डाँडा सबै ठाउँहरू देखिन्छ। अनि यो चाहिँ तल्लो धरमपानी हो साथीहरू। अनि त्यो माथिल्लो धरमपानी, उपल्लो चौर। अनि यहाँ चाहिँ बस्ने ठाउँ बनाएर रहेछ। अनि यसरी हामी लाग्यौँ कोखेतर्फ, हाम्रो कोखे गाउँतर्फ। अनि हामी पुग्यौँ कोखे पुगेर माथि आँपमा गाडी राखेर हामी तल जानको लागि सबै झरेर हिँडेर जानको लागि रेडी भयो। किनकि तल गाडी जाँदैन, बर्खाले सबै बाटो बिगारेछ। अनि हामी लाग्यौँ तलतिर। म नि मेरो लागि यसो आउटफिट चेक गर्दै कस्तो देखेछ भन्दै अनि सबैले रेकर्ड गर्दै हिँडेँ। अनि यो चाहिँ हाम्रो दिचुको घर। पहिला उहाँको घर पुग्यो हामी। अनि कति राम्रो मुन्नी रहेछ। अनि मैले भिडियो गराएँ। अनि त्यसपछि फेरि लाग्यो हामी तल हाम्रो साइलो बाबुको घरतर्फ। अनि यो मेरो साइलो बाबुको घर। अनि यो हाम्रो चाहिँ भाउजूको घर। अनि हामी यहाँ एकछिन बस्यौँ, गफ गऱ्यौँ। बाबाले चाहिँ कुल मन्दिरमा। अनि मैले चिया खाएँ। चिया चाहिँ एकदम मिठो थियो हाम्रो बाबाले बनाएको। अनि यो चाहिँ मेरो भदैको छोरी, कति राम्री, क्युट, ब्युटिफुल। अनि हामी यहाँ खुर्सानी चोर्यौँ। अनि चिचिन्ना चोर्यौँ। अनि त्यसपछि फेरि गोठको पनि भ्रमण गऱ्यौँ, भाउजूको गोठको। अनि दिदीले यति खुर्सानी टिप्यो मैले भन्दै देखाउँदैछ। अनि फेरि लाग्यो हामी मेरो प्यारो माइती घरतर्फ माथि। अनि हामीले चाहिँ माइती घर छोडेको धेरै भएको छैन, लगभग 1 वर्ष पनि पुगेको छैन। अहिले नै यस्तो भइसक्यो, बिचरा दिदीलाई पिर पर्यो। अनि माथि आँटीमा गएर हामीले सामानहरू निकाल्यौँ, तामाको भाँडाहरू, कुडाहरू सबै निकालेर बटुलेर। अनि हामी फेरि ढोका बन्द गऱ्यौँ। ढोका बन्द गरिसकेपछि हामी तल झऱ्यौँ कान्छा बाबुको घर भात खानुको लागि। भोक लागेर भात